नि हामी। सो यति धेरै हेर्नु सक्नुहुन्छ भिडियोहरू एकदमै भिड बल्ल तल हामी माथि चाहिँ पुग्यौँ। सो फाइनल्ली पुग्यो। बाटो त खतरा के दुईचोटि भइसक्यो। दुईचोटि पल्टेर वहाँदेखि जानुपर्छ हेर्नु गाई, वहाँदेखि त्यहाँदेखि जानुपर्छ बाइक। यस्तो बाटो छ नि मतलब धुलो छ, एक्सिडेन्ट हुने चान्स पनि हुन्छ कि बाटो यस्तो खत्तम पछाडि गएँ म। हेलो नमस्ते एन्ड वेलकम ब्याक इन द न्यू भिडियो अफ द केसी ब्लग्स। जति छिटो गर्छौँ भने त्यो लाइक छिटो हुँदैन के, मतलब हामीले अब 5 बजे यहाँबाट 5-6 बजी हिँड्ने भनेको 7 बजिसक्यो। नेपाली टाइम त्यही हो क्या, नेपालमा अब एक्ज्याक्ट भनेको समयमा के हुँदै हुन्न। जे गर्दा पनि नेपाललाई दोष कि है, आफ्नो गल्ती छ तर नेपाललाई दोष दियो। हामी नेपाली नै खतरा हो, हामी नेपाली नै खतरा हो। सो अहिले चाहिँ सबै मिलेर प्लान बनाइरहेको छौँ कहाँ जाने भनेर। मतलब हामी जहाँ जान्छौँ डाइरेक्टली सर्ट एन्ड गइहाल्छौँ कि। मतलब कति खुसी, मामा यस्तो खुसी हुनुभयो कि छोरा जानुभयो है। नमस्ते हजुरआमा। यस्तो हाम्रो यति राम्री हाम्रो हजुरआमा हो, साँच्ची हो र। जन्मदिनको धेरै धेरै शुभकामना हजुरआमालाई। सो यस एभ्रीवन, स्टार्टिङमा अझै हामी माथि जानुपर्ने हुन्छ त्यो ठाउँ हेर्नु नि एकचोटि। मेरो चट्ट फर्स्ट टाइम आज लाइसेन्स चेक भयो। कस्तो लगाइरहेको दिदी? धुलो है। बाटो त कस्तो हो कि, कस्तो लगाइरहेको आइसमा? कस्तो लागिरहेको? राम्रो छ, ठिक ल, ठिक छ। मामालाई कस्तो लगाइरहेको बाटो? अरे बाटो त हिँड्नु छ 1-2 किलोमिटर। चाहिँ हाम्रो अर्को भ्लगरले यता समाउनुहुन्छ हाम्रो चट्ट। यता सब चेकिङ भइसक्यो। फर्स्ट टाइम लाइफको अब त्यो टाइमपछि चाहिँ फर्स्ट टाइम चेक भयो। हाम्रो यहीँ सरले चट्ट चेक गर्नुभएको चाहिँ। सो अहिले चाहिँ हामीले यहाँदेखि यो भित्री बाटोबाट चाहिँ हामी अगाडि आइसक्यौँ। सबै चाहिँ आउनु रहेछ टप चाहिँ हामी चाहिँ। मेरो फेस त आउँछ नि पछाडि। यो बाटो एकदम एक्सट्रिम छ कि, कस्तो लेभल नेक्स्ट लेभलवाला बाटो छ। हुन्छ नि कुनै अहिले तल माथि यस्तो बवाल बाटो छ कि है, एक्सट्रिम राइड हान्न आउनुपर्छ कि त्यसरी डट बाइक लिएर। यो बाटोतिर चाहिँ डट ल्याएर आउँदाको मजा नै छुट्टै हुन्छ कि। उनकै सब पछिको टाइममा यदि डट बाइक अब सोच त राख्नु हुँदैन, त्यही पनि के सब गाडी यस्तै खस्यो। यो बाटो यस्तो एक्सट्रिम छ कि, नेक्स्ट लेभलवाला बाटो छ कि यहाँ चाहिँ खसिरहेको गाडी। ल सहयोग भान्जा, तिम्रो सहयोग चाहियो यहाँ। हजुर जानेलाई फसेन, आउनेलाई मात्र फस्यो। जानेलाई उताबाट हाल्नुभयो क्या? जानेलाई यताबाट हालेको, फेरि आउनेलाई यस्तो बाल्नुमा कहाँ हाल्नु छ त? पुरै टायरै गइसक्यो। होइन भन्ने सहयोग नै धर्म हो कि नै? ल ठिक छ, ल सबै आइदिनु पऱ्यो है, सबैलाई बोलाएर चाहिँ अब एकै जुरुकमा। ल ल सबै ल ल ल गयो। बाबा अब यहाँ काठ हाल्नु। गयो।
सो यहाँ चाहिँ गाडी फसेको चाहिँ यस्तो जाम यस्तो क्रेज 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 सो अहिले चाहिँ यहाँ फाइनल गाडी निस्किसक्यो हाम्रो क्यामेराम्यान फोकस क्यामेराम्यान भिडियो क्यामेराम्यान जसरी बस्नुहुन्छ कि पुरै रिसले हो एकदम ल बहुत खुसी लाग्छ नि बाटो चाहिँ यस्तो एक्सट्रिम छ है मतलब भित्रतिर सर्टकटको लागि चाहिँ आफै खनेर बनाउनु रहेछ लाइक खनेको जस्तो बाटो यस्तो सानो सानो बाटो यहाँको कुरा गर्दाखेरि एकदम एक्सट्रिम लाइक कोही इन्ट्रेस्टेड हुनुहुन्छ राइडिङको लागि भनेपछि चाहिँ राइडमा आउने सोचिरहनु हो भने यहाँ चाहिँ एकदम कुन मन्दिर शान्तेश्वरी मन्दिर चाहिँ एकदम बेस्ट हुनेछ कि त्यो राइडिङको लागि है यस्तो भगवान् थाहा छ कि तर राइडिङको लागि मलाई चाहिँ एकदमै वान अफ द बेस्ट लाग्यो अरू ठाउँमा त्यति आएन मलाई त्यही भएर यता कतै कोटपुरतिरै नेपालमा हुन्छ भने चाहिँ यो ठाउँतिर अलमोस्ट आउनु धेरै कस्तो दामी प्लेस छ कि त्यो बाटो घाटो हुन्छ नि बाटो पनि बेस्ट जता चलायो भने बाटो ब्लकर यस्तो बाटो छ नि मतलब गाडी पनि लिएर आउने जस्तो बाटो छैन के जम्मै बाइक र स्कुटी मात्रै ल्याए मात्रै मान्छेहरू यस्तरी हिँड्दै जान्छन् यस्तो धुलो छ एक्सिडेन्ट हुने चान्स पनि हुन्छ क्या जता जाम गई अगाडि जाममा बसेर खाना बनाउनु यस्तो आमा यस्तो गाह्रो के यता क्यामेराम्यान बाटो एक्सट्रिम वाला एक्सट्रिम यस्तो खत्तम होइन खतरा हो खतरा एकदम नेक्स्ट लेभलवाला यदि हजुरहरू राइडिङको लागि आउन सोच्दै हुनुहुन्छ भने हजुरहरूलाई वेलकम छ यो बाटो एकदम बेस्ट बबाल छ कि बबाल बाइकहरूको लागि त बेस्ट छ राइडिङको लागि नत्र छैन हेर्नु न बाटो यस्तो छ कि यस्तो बाटो पछाडि गएँ म बाटो हेर्नु न बाटो यस्तो मतलब रमाइलो त रमाइलो छ बाटो त खतरा रमाइलो छ अब त्योभन्दा माथि त झन् बेस्ट छ मोबाइलमा भिडियोहरू चाहिँ हेर्छ अब रियालिटीमा चाहिँ के छ भन्ने चाहिँ थाहा गाइस स्कुटी त घुमेर जाउँ फनी तल पनि देखाउँछु उहाँदेखि जानुपर्छ हेर्नु गाई उहाँदेखि त्यहाँदेखि जानुपर्छ बाइक रोकेर पनि ल्याउ हुन्छ जाऊ के आइसमा कस्तो लागिरह मजा आइरह गाइस बाटो यस्तो नेक्स्ट लेभलवाला छ कि नेक्स्ट लेभलवाला आइसमा कस्तो लाग्यो बाबाले धन्दै पल्टाउनु होइन है बाफ्रे बाटो त के कुरा गर्ने कि गाइस साइकल होइन के मामा कस्तो लाग्यो इन्जोयमेन्ट ए बाटो त खतरा के दुईचोटि भइसक्यो दुईचोटि पल्टेर चाहिँ भयो ल ठिक छ तर मामा जे जस्तो पनि रमाइलो भइरहेको आज हामी बढी हाँसिरहौँ यस्तो बाटो छ के कुरै नगर्छ यस्तो गाह्रो बाटो
सो अझै माथिसम्म हेरौँ न यस्तो ठाउँसम्म कि लुक एट द भ्युज फाइनल्ली यहाँसम्म पुग्यो अब यहाँबाट चाहिँ हामी हिँड्दै पैदल यात्रा गर्नुपर्ने हुन्छ हाम्रो भान्जा कहाँ गयो हो भान्जे बस ड्रेस चेन्ज हो 2 मिनट हिँडेको मामा स्याहार फ्याँके किन मामा यस्तो त्यही तलबाट किन भर्खर हिँड्ने तलतिरबाट हो क्या हिँडेको कसरी हिँड्ने रे मामा साँच्ची हो यस्तो थाकेको अरे केही हुन्न जाने भगवान्सँगै हो कि फाइनली पुग्यो तर कुन ठाउँ ओए बबाल ओए कस्तो दामीहरू मान्छे यहाँ हिँड्दा पुग्न त पुग्यौँ कहाँ पुग्यो भाइ प्रसाद हो समाउ त प्रसाद खान्छु भाइ इट्स टाइम फर प्रसाद अब चाहिँ प्रसाद खाएर फेरि निरन्तर अझै माथि हिँड्नुपर्ने हुन्छ अझै छ होला त्यही लगभग सो यो ठाउँ हेर्नु न हाम्रो एकदम बेस्ट ठाउँ छ यहाँ चाहिँ जानुपर्ने हुन्छ कि यो माथि यहाँनिर माथि जानुपर्ने हुन्छ अहिले यहाँ छौँ हामी सो अहिले कन्टिन्यू अब हिँड्नुपर्ने हुन्छ लगातार सो अहिले हिँड्दैछौँ कन्टिन्युसली हिँड्दै रहेको छौँ एकदमै भोपाल एकदमै रमाइलो भइसकेको छ कस्तो लाग्यो पर्दैन ढोक्न आउन चक्कर भन्नुपर्छ यस्तो कुनै सर झन् यो कुहिरो लगाएको बेला त दामी हुन्थ्यो होला है साइडमा कुहिरो भयो यस्तो शीतल जय शम्भो शम्भो शिव शम्भो कति छिटो आइहाल्न त सकिहाल्यो बाबाजी हो मस्त बाबा मलाई बोक्यो यार बरु सो फाइनली पुग्यो यात्रा अब थोरै नै बाँकी हाम्रो यात्रा सफल भइसक्यो र हामी पुगिसक्यौँ हामी अब लगभग पुग्न लागिसकेका छौँ यो टप हेलो गाइज हेलो कहाँ पुग्यौँ हामी पुग्यौँ कहाँ हामी कहाँ पुग्यौँ सर्किन पनि 1 वर्ष लाग्छ के गर्ने पूजा पनि ढिलो गरिदिनुहुन्छ लाइन यस्तो छ यहाँ ब्लगिङ गरेर चाहिँ सानो बस्नु पाए पनि ल फाइनल्ली पुग्यो है अब पुगेला जस्तो लाग्छ अब दिदी कस्तो लागिरहेको हजुरलाई आएर हजुरलाई कस्तो लागिरहेको एकदम राम्रो लागिरहेको के छ मामा श्री हालखबर ठिक छ भ्यू त के भने सो यति धेरै हेर्नु सक्नुहुन्छ भिडहरू एकदमै भिड बल्ल तल हामी माथि चाहिँ पुग्यौँ के लाग्यो केही होइन एक सरको दुनियाँहरूको भिड चाहिँ अब यस्तै छ यस्तो भिड के कसरी झुकेर हजुर त्यहीँ बस्छ अहिले उठिन्छ नो वर्ड्स यस्तो भिड के है यहाँबाट यति टप फिल्म समाजको राखो भान्जा तिमीले ट्राई गरेन त एक सरको दुनियाँहरूको होला एक सरको सबैको दुनियाँहरूको क्यामेराम्यान सो फाइनल्ली अब यहाँबाट निस्किनु पर्ने हुन्छ यहाँको यात्रा लाइन चाहिँ भयो यहाँको यात्रा सक्यो 1 घन्टा 2 घन्टा भयो कुरे आइसमा कस्तो राम्रो बस्छ त टिका
मर्निङको हामी 6 बजी लगभग 6 बजी अराउन्ड 6 बजी हामी त्यहाँबाट घरबाट निस्कियौँ भनेपछि अहिले चाहिँ लगभग 1 बजिसक्यो र 1 बजी चाहिँ भर्खर हाम्रो त्यहाँ पुग्नु पर्ने हुन्छ पूजा चाहिँ सक्यो र हामी यहाँबाट निस्किसक्यौँ सो हाम्रो क्यामेराम्यानसँग अब चाहिँ अब तल फेरि निस्किनु पऱ्यो तलतिर यस्तो बाटो अप्ठ्यारो छ कि यस्तो बाटो अप्ठ्यारो छ के कसो क्यामेराम्यान ओ कस्तो के कस्तो जाँदा पनि अप्ठ्यारो होइन जाँदा चाहिँ माथि जाँदा त के भएको थिएन अब जानेहरूलाई त आउने बेला त त्यो ब्रेक त लाग्दैन त गाडी भनेर त्यही भयो ब्रेक लगाउने कि लगाएर बिस्तारै बिस्तारै हिँड्ने ब्रेक पनि फुस्किन्छ त्यसमा त्यही भएर अब आजको त्यही बवाल भयो बाटो बवाल माथिसम्म जानु पऱ्यो एकदमै रमाइलो भयो आनन्द इन्जोयमेन्ट हुन्छ इन्जोय एकदम बवालो गरियो गाडीमा बसिरह भोग्यो गर्दा केही बोल्न नि सकिएन लाई त्यो आउँदैन नि त स्वर म त अघि किन सोध्छु सो अहिले चाहिँ फाइनली तलसम्म चाहिँ पुग्यो हाम्रो बाइक भएको ठाउँसम्म त पुग्यो लाइक अब माथिबाट हिँड्नेलाई त सजिलो भयो यस्तै कि ब्रेक नलागे जसरी स्पन्ना पनि हिँड्ने मात्रै खुट्टा लास्टै दुख्यो रिटर्न ब्याक हुन लागेको एकदम मजा आयो आजको ट्रेन र आजको बाटो पनि एकदम भवालै छ भवाल यस्तो बाटो आन्दोलनले गर्दा चाहिँ हामी खसा कसै अब गाडी आयो एउटा गाडी सो अहिले चाहिँ राजा पुगिसक्यौँ हामी लाइक बाटोमा कस्तो भयो थियो भने चाहिँ हाम्रो फेरि एकचोटि ट्राफिकले चेकिङ भयो थियो तर मेरो मोबाइल के भयो थियो भने चाहिँ लक लाग्यो कि 11-12 मिनटको लक लगाइदियो एकछिन वेट गऱ्यौँ पछि बल्ल जान दिन मेरो मोबाइल लक लगाएर मैले आफ्नो ड्राइभिङ लाइसेन्स नि देखाउनै भएन कि यता शिव मन्दिरमा त रमाइलो छ त बाबालाई हो मामा यता गफमा यस्तो दाममा त भिजिटिङ हामी आजको हाम्रो बर्थडे गर्ल खै कहाँ हुनुहुन्छ आजको हाम्रो बर्थडे गर्ल खै अरे बर्थडे गर्ल आजको खाना किन ल ठिक छ ह्याप्पी बर्थडे ल हात त फेरि भाउजू पनि ल ह्याप्पी बर्थडे नमस्ते हो ल दुइटाको ल स्पेसल बर्थडे गर्लहरूले स्पेसल ट्रिट आउनु भएको थियो स्पेसल के खानु छ अहिलेको बजिरहेको छ 10 र आज एकदमै रमाइलो भयो यति नै हस्ते नमस्ते बाई बाई